बाख्राको दुध बढाउनको लागि यो देशी तरिका तपाईहरु अपनाउनु होला। जुन घरमा पाइने कुराहरुबाट पनि तपाईले यो बाख्राको दुध बढाउन सक्नुहुनेछ। भिडियोलाई पुरा हेर्नुहोला, नत्र केही छुट्न सक्दैन। नमस्कार किसान साथीहरु, फेरि पनि तपाईलाई यो नेपाल गोट फार्ममा धेरै स्वागत छ। आउनुस् यो भिडियोमा कुरा गरौं कि बाख्राको जुन दुध बढाउने जुन तरिका छ त्यसलाई देशी रूपमा कसरी बढाउन सक्नुहुन्छ, किनभने सबै ठाउँमा औषधिहरु उपलब्ध हुँदैन र यो हेर्दै हुन्छ बाख्राको दुध बढेको छ, यसलाई देशी तरिका पनि अपनाइएको छ र खास गरेर जुन किसान साथीहरु जुन पहाडी इलाकामा अथवा विकट ठाउँमा हुनुहुन्छ भने तपाईको घरमा पाइने जुन साधारण कुराहरुबाट पनि बाख्राको दुध बढाउन सक्नुहुनेछ र औषधि चाहिँ धेरै महँगो हुने भएकोले पनि तपाईहरु यो तरिका अपनाएपछि एकदमै राम्रो हुनेछ। सबैभन्दा पहिला के गर्नु त, बाख्राको जुन हरियो जुन घाँस हुन्छ नि, घाँस, डाले घाँस आदि इत्यादि कुराहरु प्रशस्त मात्रामा दिनु होला र त्यसको साथै साथै बाख्राको जुन खानेकुरामा जुन छ नि, अब के हुन्छ कि दाल अथवा भयो तपाईको जुन चोकरहरु भयो तपाईले पानीमा उसिनेर पनि दिन सक्नुहुनेछ। त्यस्तै तपाईहरुले को घरमा पाउने जुन गुड हुन्छ नि, गुड र मिठा जलाई पनि भनिन्छ, त्यसलाई र दाल हुन्छ, दालको टुक्रा भएको अथवा दालको भुसामा तपाईको पचफोर्ना मिलाउनु पर्ने हुन्छ। पचफोर्नामा तपाईले यो 5 प्रकारको औषधीय गुण भएको विभिन्न खाले अजमाइन भयो, तपाईको मेथी भयो हैन, कलौजी भयो आदि इत्यादि कुराहरु 4-5 वटा मिलाएर बनाएको हुन्छ। जुन पचफोर्ना त्यो तीनटैलाई मिठा, दाल र पचफोर्नाले तीनटैलाई मिक्स गरेर उमाल्नु होला र ब्याएको दिनदेखि नै तपाईको 10 दिनसम्म लगातार दिनु होला। तपाईको कहिले पनि दुध घट्दैन र हरियो घाँसको सँगसँगै डाले घाँस पनि दिँदै गर्नु होला। यो देशी तरिका अपनाउनु भयो भने पक्कै तपाईको बाख्राकोमा राम्रो रिजल्ट दिन्छ। यो अजमाइएको देशी तरिका हो। तपाईहरु किसान साथीहरु एकपटक पक्कै अजमाउनु होला। हस्त किसान साथीहरु, भिडियोलाई अन्तसम्म हेर्दिनु भएकोमा धेरै धेरै धन्यवाद। जय देश।